ल त गाइजहरू आज चाहिँ के अरे के भएर आज अबे जल्दी बोल, कल सुबह पनवेल निकल। आज के हो आज सन्डे है वेडनेसडे 25 मार्च होइन वेडनेसडे साथी रहेछ जगडोल माथि जगडोलदेखि माथि तारेभित्र हुन्छ कहाँ हाइकिङ जानु पऱ्यो हिँड्दै जानु पऱ्यो यस्तो पेट घटाउनुलाई साथी बाटोमा भेटौँ है त Few moments later. हेलो म आएँ त यहाँ त ठक्क कटेज छ नि यो चुकेको कटेज अगाडि छु माथि चढ्यो भर्ङ चढिसक्यो साइडमा ए त्यो बाइक स्कुटरबाट आउने भनेको माथि यतापट्टि अर्को रोडमा ल ल ल त्यही हो खोइ देखिनु ल ल पाउँ आज घाम मजाको लागेर चाहिँ यस्तोमा चाहिँ हाइकिङ जानु होइन पसिना निकाल्नु चाहिँ बवाल मजा आउँछ कि अहिले त हाइकिङ जस्तो हुन्छ त होइन भाइ पक्कै यो माथि भन्ने क्या माथि यो पसिना निकालेर होइन 60 क्यालोरिज 300 क्यालोरिज घटाउनु पऱ्यो आज राम्रो जगडोल प्रवेशद्वारा छिर्यो अब म बिहानमा कुद्दाखेरि यो बाटोमा आउँछ तलको बाटो होइन यो बाटो बाटो त कति छ 300 बाटो छ मेरो घरदेखि आउने बाटो क्या जगडोल आउने एउटा सबै नानी घुम्नु चाहिँ माथिबाट आउँछ होइन अनि अर्को भनेको म तलदेखि आउँछु नि त 3 बाटो चाहिँ अहिले सफा भएर चाहिँ अझै यस्तो कागजहरू सबै हटाउनुपर्छ कि यस्तो बाटो भन्नु गर्नुपर्छ सबै अब नेपालीले आनन्द हुनु पऱ्यो नि त
नहोला भर्खर स्विच खाएर निस्केँ म त हामी कतादेखि नि अनि घाम चाहिँ सही लागिरहेछ क्या अहिले है यस्तो हिँड्ने मजा आउँछ नि त पसिना सट्टी हजुर हजुर यतै बाटो गइन्छ यतै बाटो गइन्छ हजुर सुन्दरखान जाने कि नामदालपट्टिबाट जाने माथि सुन्दरखानबाट ठिक होला है कि सुन्दरखान यता माथि भयो नि त सुन्दरखान सुन्दरखानै राम्रो यताबाट सुन्दर जानु अनि यस्तो लाग्छ त्यस्तो लाग्छ पुरोपट्टि साइड हाल्नु भिरमा हाइकिङ यसको चाहिँ मुस्ताङमा त तान्छ होला मुस्ताङमा मुस्ताङ यता त सबै मनाङतिर जानुपर्छ ओहो यतै राख्नु हुँदैन ठिकै हेलमेट अट्छ हेलमेट अट्छ है मेरो त कहाँ अट्छ डिकीमा अट्छ होला मेरो पनि खतर गरेर के सामान आएको है यस्तो बल छैन
है त्यस्तै रहेछ फेरि कुन भाइ बिजी हुँदो रहेछ बना माछा पाल्छ होला नि अझै माथि छ है केटा पुग्न खोलाहरू छ त्यो कस्तो पो भएको छ ल होइन उता हिँड्ने त त्यो हामी जाने यता साइड हो कि हो उता चाहिँ बाइकबाट गयो भने ठिक हो नर्थ केटाहरूले लिनु आऊ भन्नु के खुङ्गु भाइ अब नर्थ केटाहरूले लिनु आउला भन्नु 2 घन्टा हिँड्नु पऱ्यो अहिले मजाले अनि हाइकिङ जस्तो हुन्छ फिल हुन्छ खोइ नारथाङको मन्दिर हो नि त्यो आयो 2 जना भाइ बहिनीहरू ल त रमझम देख्नु भयो नि त ल त भाइ अब सेपरेट ल त्यस्तै यो गोबर हान्दै आएर छ गोबर ब्लगिङ गर्दै आएर नि फ्लाइङ पेट्स गरेर चाहिँ यता झन्डा काट्नुपर्छ झन्डा यो तल पनि बाटो कस्तो बवाल छ है ल मोटरन बाइक लिएर साइक्लिङ गर्नु त बवाल हुन्छ ल यो भन्नु Bye-bye. Go. कहिले के रहेछ ल यस्तै स्टिक बोकेर ऊ त लडको सेल्फी हान्दै रहेछ ल ल कस्तो दवाल छ रहने Guys, have a safe trip, guys. Woo! ल वेब गरे
ल बाबा हेभ अ सेफ ट्रिप झन्डा गाडेर आउनुपर्छ है ओके थ्याङ्क यू सी यू भाइहरू माथि पुगिसकेछ ल यता जानु ओहो यस्तो छ ल हाइकिङको बाटो यहाँ ओहो कस्तो दामी होइन ठाउँ ल यस्तो भयो ल यसरी कुद्नु पऱ्यो हैच हैच ल क्रस पाएर यो मोटरन बाइक ल्याउने यही गल्लीमा रहेछ ल यतै हेर ल यस्तो देखाएर होइन उहु ल त भाइ अब सेपरेट ल बिस्तारै यो गोबर हान्दै आएर छ गोबर ब्लगिङ गर्दै आएर नि ल आयो ल ल ल भाइ ल ल सही ल यता तल दिइजाने रहेछ तिनजना आयो हुन्छ होइन न आउनु ल सही हो ल ल ल सही हो यार यही बाटो रहेछ नि त हो नि त्यो राजकुमार भाइहरू सबै ब्लगिङ गर्ने आउने बाटो यही रहेछ ल अब थाहा भयो है ए यहाँ आइपुग्यो यताबाट पुग्छ त माथि त नि है यहाँ रहेछ नि त ल यो तल रहेछ ल अर्को हेरेछ यो यताबाट भाइ यताबाट चक्करबाट हुँदै आउने हो नारथाङ मन्दिर होइन त गाइजहरू है मेरो न्यु इयरमा हल्का काम थियो म त न्यु इयर राति भइसक्यो साथीहरू होइन पानी बढेर रहेछ त पानी स्टप भएर चाहिँ हामी आउँदा त्यही हो गाइज अर्को भिडियोमा भेटौँला है त साथीहरू ल लाइक सेयर सब्सक्राइब हानिदिनु है त साथीहरू ल